Don't come and try to share some of this light, no. Give me a beat and I control it like a maestro. Ladies on a mission, they be trying to get me wiped up. Shawty, wait a minute, can't tell if I like ya. Gotta make sure you know how to shake it like a bartender. Team with me and they all winners. And you know we ballin' all winter, all summer. Jewelry around my neck is lightning, but I'm all thunder. Keep coming with it. Keep coming with it. Keep coming with it. Place your bets on us. Hello guys. Finally Amit Lama आइसकेको छु हैन. Long time no see. म हेटौडाबाट आइसकेँ guys. पर्सन अहिलेसम्म आएन खै के गरेर आयो. Get your money and flip it. Bring a friend and come along. Don't be taking too. So we are here in the church. अब हामी चाहिँ सबै मिलाउन लाग्यो. पर्सन अहिलेसम्म आएको छैन. हामी अब अमित र म मिलेर अब सब मिलाउनु पर्छ. हेलो गाइज, तपाईँलाई स्वागत छ फेरि पनि यो नयाँ भ्लगमा. अनि आजको दिन चाहिँ अलिकति स्पेसल, अलिकति होइन धेरै नै स्पेसल छ. किन भन्दाखेरि चाहिँ आज हाम्रो मम्मी बाबाको चाहिँ 25th भन्छ कि के भन्छ 25th एनिभर्सरी. बिहा गरेको चाहिँ 25 वर्ष कम्प्लिट भइसकेको छ. अनि यो चाहिँ एकदमै ठुलो कुरा हो. किन भन्दाखेरि अहिलेको जेनेरेसनमा सायद 5 महिना पनि अलिक टिक्न गाह्रो हुन्छ. एनिभर्सरीको उपलक्ष्यमा चाहिँ आज सानो प्रोग्राम हुन गइरहेको छ. अनि आजको प्रोग्राममा चाहिँ सायद हाम्रो सबै रिलेटिभ्सहरू आउनुहुन्छ होला. अब म अहिले चाहिँ नारायणघाट जाँदैछु. अनि मम्मी बाबा अनि हजुरआमा चाहिँ हिजै नारायणघाट पुगिसक्नु भयो. उहाँहरू चाहिँ उता घरमा. त हामी चाहिँ म र प्रफुल्ल चाहिँ जाँदैछौँ. प्रफुल्ल त पुगिसक्यो अघि बिहानै, म चाहिँ अलिक ढिलो भएँ. अनि मेरो फ्यामिली चाहिँ आज नै फर्किनुहुन्छ प्रोग्राम सकाएर. तर म चाहिँ पर्सि मेरो 3rd इयरको इक्जाम छ, त्यसकारण म चाहिँ काठमाडौँ जानुपर्ने छ. त्यही भएर म आज चाहिँ घर फर्किदिनँ. म आज नारायणघाटबाट हेटौडा जान्छु. अनि हेटौडाबाट बल्ल काठमाडौँ. अनि के छ त गाइजहरू, तपाईँहरूको हालखबर? मेरो त धेरै भयो भिडियो नआउने, भ्लग नआउने. तपाईँहरू पर्खिरहनुहुन्छ कोही कोहीले. अब कतिजनाले त बिर्सिसक्यो होला यो मान्छे छ र भन्ने जस्तो हुन्छ होला. तर पनि अब जो त्यसले सम्झिनु भइरहेछ उहाँहरूलाई धेरै धेरै धन्यवाद. जो सकेसम्म एकदम चाँडो हाल्ने कोसिस गर्छु. मेरो अझै पनि 2-3वटा भ्लगहरू ड्राफ्टमै छ. त्यो आजको अब नारायणघाटको प्रोग्राम चाहिँ स्पेसल हुनेवाला छ. अनि विशेष गरी मेरो बाहिर हङकङमा हुनुहुने दिदीको परिवार, शोभा दिदीको परिवार चाहिँ उहाँहरू बाहिर हुनुभएको कारण अब समय परिस्थिति अनुसार चल्नु पर्यो. समय परिस्थिति अनुसार चल्दाखेरि उहाँहरू आउन पाउनु भएन. यो प्रोग्रामको लागि चाहिँ हामीलाई फाइनेन्सियली पनि उहाँले धेरै हेल्प गर्नुभएको छ, शोभा दिदीको फ्यामिलीले. त्यसकारण उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मनदेखि नै. सुलभ, शोभा दिदी अनि हाम्रो भेनालाई. ओके गाइज, जब मेरो यात्रा यस्तै रहेको छ. हेरौँ आजको दिन कसरी बित्छ है. अनि बिचरा अरूभन्दा नि मलाई मेरो टुलिपको याद धेरै आइरहेको छ है. मेरो टुलिपलाई चाहिँ मैले चाहेर पनि लान सकिनँ मैले नारायणघाटमा आज उसलाई मसँग. अब म एकैचोटि तपाईँहरूलाई नारायणघाट पुगेपछि तपाईँहरूलाई म के भन्नु, फोन गरौँ, नम्बर दिनुहोस् है कमेन्ट सेक्सनमा सबैको. पालै फोन गर्छु नि म यहाँ आइपुगेँ भनेर ल. सो गाइज, धेरै पछि 11 बजेको समयमा 12 बजे आइपुग्ने यहीँ महाशय. फाइनली म आइपुगिसकेँ, भर्खरै आइपुगेँ होइन. अनि म चाहिँ भ्लग गर्दै आउनु परेको थियो नि त, त्यही भएर ढिलो भयो. कहाँ त जस्तो हो त, अलिकति काम धाम नि गर्नु पऱ्यो नि त. अनि त्यसपछि त्यो गरेर अनि मेरो चाहिँ फोन स्विच अफ भयो. त्यही भएर भ्लग कन्टिन्यू गर्न पाएन. अब यहाँबाट कन्टिन्यू. त्यही पोस्टर कस्तो दामी बनाएर चाहिँ तल खिचिसक्यो जेमेनेको होइन. अब यहाँ अब हामी चाहिँ साउन्ड सिस्टम मिलाउनु पर्ने छ. अनि तपाईँहरूलाई लाग्न सक्छ नारायणघाटमै किन प्रोग्राम, यहाँ नै किन जस्तो लाग्छ होला. अनि यो ठाउँ चाहिँ के ठाउँ भन्दाखेरि यहाँ देखा त, यो ठाउँमा चाहिँ आजभन्दा 25 वर्ष अगाडि उहाँहरूको विवाह भएको ठाउँ हो यो. हाली कोही कोहीले भन्छ नि के त, तँलाई बाउको बिहे देखाइदिउँ भन्नु. आज हाम्रो बाउको बिहे देख्ने भयो. आज बिहे हो र एनिभर्सरी हो. पर्फेक्ट. बिहे र एनिभर्सरीमा डिफ्रेन्स पत्ता लगा ल. बिहेमा बी अगाडि हुन्छ, एनिभर्सरीमा ए अगाडि हुन्छ. त्यही हो. गुड. डिफ्रेन्स पत्ता लाउनु नसक्ने के हो थाहा? मम्मीलाई देखाइसक्यो. तर तेरो रियाक्सन के हो मम्मी? मेरो आज हतारमा बेल्ट पनि ल्याउन बिर्स्यो. बेल्ट लाउने होइन त्यसमा. के लाउने हो त? यहाँ के टाई लाउने हो? प्रफुल्ल यहाँ रहेको छ, मिला जस्तो गरेर राखा, जे साउन्ड चाहिँ किनी आउँदैन. अनि अमित छ यहाँ. अनि यहाँ चाहिँ हाम्रो आज बेहुला र बेहुली हुनेवाला छ. ओके गाइज, अब हामी सेटअप गर्नुपर्ने हुन्छ. सेटअप भन्नाले अलिकति तारहरू कनेक्ट गर्नुपर्ने हुन्छ. अनि अब यताउता गर्दाखेरि अलिकति टाइम लाग्न सक्छ. Yon hao, en the brand new city. Yon hao.
फोन चाहिँ काटिसक्यो अघि नै भर्खर तर डायलग त्यही थियो अनि मैले रिटेक गराएको डायलग चाहिँ सेम नै थियो यो न है आजको यहाँ चाहिँ हाम्रो पाहुनाहरू हेटौडादेखि अनि चितवन एरियादेखि जापानबाट गो त जापानिज ल्याङ्ग्वेज बोल्दा ओहायो गोजाइमास सुमिमासेन वातासी वा खबाइजनाइ त्यसो भने त मन जापानिज हो ओरेवा उजुमाकी नारुरो त ओरेवा उचिया सासके ओरेवा इताची खामसामिदा चुप्पो खयो फोनको भिडियो गर्दा जेस हाम्रो पाहुनाहरूलाई वेट गरिरहेको छ भेटौडाबाट चाहिँ अलिकति लेट हुनुभएको छ हाम्रो काका बाबाको भाइ नाइस टु मिट यु मेरो भ्लगमा हेलो भनिदिनुहोस् हेलो सेम हामी बाबा जस्तै हुनुहुन्छ फोटोकपी अनि म पनि धेरै समयपछि बाउ छोरा 4 जना भेला भएको छ काका ल भयो फोन राख्नु न अहिले तपाईले सम्पर्क गर्नु हाम्रो हेटौडाबाट पाहुनाहरू आएको भइसकेको छ यता र भाउजू हेलो यस्तो स्पेसल मेरो काकी साथी हिँड्दैसी फ्रेन्ड नआउने भन्दा त कति डर मन लागेको नि अनि आउनु भएछ जुटाउनु भयो मजा पाएको थियो तपाईँले यो छोरा गर्नुमा समय दिनुभयो परमेश्वरलाई धेरै धन्यवाद उपस्थित हुनुहुने सम्पूर्णलाई हाम्रो आदरणीय पार्श्वबुवा अनि अग्रजनहरू हाम्रो जो जति पनि हुनुहुन्छ मामा मान्जु दाइ भाउजू सम्पूर्णलाई ख्रीष्टको नाममा जय मसीह। आज हामी भेला भएको कारण चाहिँ अब हाम्रो पास्टर एन्ड्रु र उहाँको श्रीमती सुनिमा लामाको 25th एनिभर्सरीको लागि भेला भएका हौँ। तर यो भेला गराउनु हुने चाहिँ केवल परमेश्वर नै हुनुहुन्छ। आमेन। अस्ति भर्खरै जन्ती गए जस्तो लागेको थियो तर 25वटा वर्ष बितिसकेछ। अब यो भन्दै गर्दा हामी उमेरमा धेरै माथि गइसकेछौँ भन्ने कुराको सङ्केत पनि हो। अब विदेशमा चाहिँ 50औं वर्षगाँठ मनाउनु भनेको चाहिँ अचम्मको कुरा हुन्छ, किनभने उनीहरूको विवाह अब मेड इन चाइना आज छ भोलि छैन भने जस्तै अब उनीहरूको कुन बेला टुट्छ भन्ने ठेगान हुँदैन। तर हामी नेपालीको चाहिँ त्यो संस्कारमा हामी आएका होइनौँ। तर अबका संस्कारहरू चाहिँ हामी नेपालीहरूको पनि त्यस्तै हुन थालिसकेका छ। यसमा हामी मण्डली अझै हामी होसियार हुनुपर्ने अवस्थाहरू हो। पति बुढाबहादुर लामा र पत्नी सिनेमा लामाको छोटो परिचय प्रस्तुत गर्न म गइरहेको छु। उहाँहरूको विवाह 18 जनवरी 2001 विशेष गरी चाहिँ अगाडि नै हुनुपर्ने थियो जनवरी 18 मा, तर विशेष कारणवश उहाँको हाम्रो पत्नी आमाको चाहिँ आमा औमा सुत्नु भएको कारणले गर्दाखेरि पछाडि परेको चाहिँ यसमा यहाँले म जानकारी गर्न चाहेँ। दम्पतिको जीवनको गवाही अनुभव हामीहरूको बिचमा प्रस्तुत गर्न म आदरणीय पत्नी सुनिमा लामाजीलाई म समय दिन चाहन्छु। म चाहिँ विवाह ढिला गरियो त्यो बेलाको समयमा 29 वर्षमा गरियो। कारण चाहिँ कतिजनालाई थाहा छ मेरो विवाह गर्न नहुने बालबच्चा पाउन नहुने भन्ने बिमार मेरो चाहिँ नाइटोबाट रगत बग्थ्यो
प्रभुलाई चिन्नुभन्दा अगाडि अनि जसको कारणले गर्दाखेरि अनि मसँग विवाह गर्नको लागि कुराकानी गरे पनि मानिसहरू चाहिँ पुरुषहरू कतिजना मसँग विवाह गर्न डराउँथ्यो अनि जसको कारणले मेरो विवाह चाहिँ ढिलो भएको थियो। अनि 1998 मा चाहिँ यहाँ उहाँद्वारा त्यो विवाहको प्रस्तावहरू आएको थियो अनि त्यसरी आउँदाखेरि चाहिँ मेरो बुवाले यो केटाले तिमीलाई पाल्न सक्दैन भनेर तिमीलाई म बेन बाजा बजाएर बिहे गर्छु, मेरो एउटा मात्रै छोरी, तिमीलाई म बेन बाजा बजाएर बिहे गर्छु, यो केटाले तिमीलाई पाल्न सक्दैन भन्नुभयो। उहाँ चाहिँ एकदम दुब्लो हुनुहुन्थ्यो अनि त्यसो भन्नु हुँदाखेरि अनि हाम्रो त्यस्तै परिवारको सल्लाह नमिलेको कारणले हाम्रो त्यो विवाह प्रस्तावहरू रोकियो। अनि 3 वर्षपछि फेरि पनि विवाहको प्रस्ताव आयो अनि यो चाहिँ परमेश्वरको योजना इच्छा। अनि उहाँले बाइबल कलेज पढ्नु रहेछ अनि हाम्रो विवाहको कुराहरू टुटेपछि अनि उहाँ चाहिँ बाइबल कलेज जानुभयो। बाइबल कलेज गर्दै गर्दाखेरि अन्तिम वर्षमा आउँदाखेरि चाहिँ हाम्रो फेरि विवाहको प्रस्तावहरू आयो अनि दोस्रोचोटि पनि विवाहको प्रस्ताव आउँदाखेरि चाहिँ यो कतै परमेश्वरको इच्छा पो हो कि भन्ने चाहिँ मलाई पनि लाग्यो। अनि यहाँ काकी हुनुहुन्छ अनि काकीले चाहिँ यो परमेश्वरकै इच्छा होला बहिनी भनेर भन्नुभयो। अनि धेरै अनुभवी व्यक्तिहरूले मलाई सुझाव सल्लाह दिनुभयो तर पनि मैले चाहिँ ओके गरेको थिएन, अझै पनि प्रार्थनामा राखिरहेको थियो। तर एक रातको सपनामा चाहिँ मलाई म चाहिँ एकदम हामी दुईजना चाहिँ यस्तो स्टेजमा बसेको रहेछ सिटमा अनि त्यो सिट चाहिँ पुरै पानीले भिजेको अनि धेरैजना मान्छेहरूको भिडले चाहिँ हामीलाई एकदम आदर गरेर हात जोडेर अनि उपहारहरू दिएको। त्यसरी सपनामा देखेपछि चाहिँ अनि मलाई मैले हाम्रो पास्टर चेत थोकर दाइले उहाँको अगाडि मैले ओके गरेँ। त्यसपछि मेरो परिवारहरू पनि सहमत हुनुभयो अनि 2001 मा हाम्रो चाहिँ विवाहको लागि सबै चाँजोबाजो भयो अनि हाम्रो विवाह भयो। अनि विवाह पश्चात चाहिँ अब हामी 3 वर्ष चाहिँ म भरतपुरमा बसियो अनि यो परमेश्वरको इच्छा र योजनाले गर्दाखेरि मलाई मेरो आमा बुवाले जस्तै माया गर्ने सासू ससुरा दिनुभयो अनि मलाई आफ्नै दिदी बहिनीले चाहिँ माया गर्ने नजर दिनुभयो होइन, घर परिवारहरू दिनुभयो अनि देवरहरू दिनुभयो अनि परिवारको साथ सपोर्ट धेरै थियो। आर्थिक स्थितिहरू एकदम नाजुक अवस्थाको हुँदाखेरि पनि त्यो परिवारमा भएको परमेश्वरप्रतिको विश्वास अनि प्रेम अटल देखेर म चाहिँ एकदम प्रभावित भएँ। त्यहाँनिर संसारिक कुनै सुख सुविधाहरू थिएन तर त्यो परिवारमा एक किसिमको परमेश्वरप्रतिको भरोसामा जिएको परिवार मैले देखेँ अनि म त्यस्तो परिवार परमेश्वरले मलाई दिनुभयो। म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। यहाँनिर अघि हामीले विवाहको वचनहरू सुन्यौँ अनि कति विवाहहरूमा चाहिँ अब हानाहान हुन्छ, पिटापिट हुन्छ होइन, झगडा हुन्छ भनेर हामीले सुन्यौँ। तर मेरो श्रीमानले चाहिँ मलाई अहिलेसम्म पनि तिम्रो के अरे एकदम क्षुद्र बोली कहिले पनि बोल्नु भएन है। म चाहिँ यो गवाई दिन्छु। म चाहिँ बरु एकदम रिसाउँथ्यो अनि मैले उहाँलाई धेरै पटक चित्त दुखाएको छु होइन, तर जित जति मलाई दिएर हार जति उहाँले लिनुभएको छ। अनि सेवाकामा धेरै किसिमको सङ्घर्षहरू आयो, आँसुहरू आयो, अभावहरू आयो तर पनि अब तपाईँ मात्रै बस्नुहोस्, म त जान्छु। अब 2टा बच्चा लिएर म भरतपुर जान्छु। धेरै कष्टहरू सङ्घर्षहरू आउँदाखेरि अनि अहिले चाहिँ धेरै विश्वासीहरू बढेको छ हामीलाई, त्यहाँ मलाई रमाइलो लाग्छ। तर त्यो बेलामा मलाई त्यहाँ बस्नै मन नलाग्ने धेरै कठिन कुराहरू, बच्चाहरू बिरामी हुने, हस्पिटल नहुने अनि भरतपुर आउनुपर्ने अनि त्यो सङ्कटकालमा होइन कति घन्टौँ 11-12 घन्टासम्म जाममा परेर
अनि हुँदाखेरि म चाहिँ तपाईँ मात्रै बस्नु, म चाहिँ जान्छु अब भन्दाखेरि है। अनि उहाँको प्रेम साथ सपोर्टले अनि उहाँको मायाले गर्दाखेरि धेरै आर्थिक स्थितिहरू नाजुक हुँदाखेरि पनि यो विवाह चाहिँ अहिले 25 वर्षसम्म पुग्नलाई मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार। हामी चाहिँ अहिले मम्मीहरूको मम्मी बाबाको लागि चाहिँ हामी अगाडि गीत गाउन जाँदैछौँ। हामी हेटवटा माइतीपट्टिबाट हाम्रो दाइहरू म भन्छु त्यहाँभित्र एकछिन अलिकति कुन के लाग्छ भन्दाखेरि गर्छ है त्यति भनिदिन्छ सिम्पल छ सबैलाई आउँछ होला नि त। आउने यो मुनिको आउँदैन कि प्रायःलाई त्यो माथिको मात्रै सुनेछ कि सुने त्यो सबै रमेश दाईलाई त इन्ट्रोड्युसै गर्नु पाएको थिएन अघि। हाम्रो रमेश दाई हाम्रो रमेश दाई प्यारो दाई उता अस्ति दाई डन भइसक्यो केही हुँदैन एउटा मेमोरी हो त्यो नि मेमोरी बिग्रेन मेमोरी मेमोरी हुन्छ नि मम्मी आउनुहुन्छ उहाँको काकी हजुरबा किन भित्र नबस्नु भएको यहाँ मेरो भ्लगमा हेलो भनिदिनु यसरी हेलो उहाँ चाहिँ हाम्रो कान्छा हजुरबा भयो ल हाम्रो चाहिँ प्र्याक्टिस यसरी भइरहेछ यहाँ रसमा पुरै अन द स्पोट प्र्याक्टिस गर्दा मात्रै कार्यक्रम सकेला नि सुनिन्छ है हाम्रो रमेश दाई चाहिँ खतरा हो पियानोस्ट के भन्छ पियानोइस्ट सुन्नु यस्तो बस्छ यो हार्मोनियम 1 2 3 4 ए बल्ल ए अब ए बी ई ए यो धुन नाइस बी ए हामी क्रिस्चियन दाजुभाइहरूलाई चाहिँ थाहा छ होला यो गीत जोडिएको सम्बन्ध भन्ने यो ए म्युजिक सुन्न सक्नुहुन्छ अन द स्पोट यहाँ प्र्याक्टिस भइरहेछ अझ अन द स्पोट पर्फर्म हान्नुपर्ने कि तपाईँहरूको एउटा ब्यान्ड थियो त मोक्तान ब्रदर्स भन्ने खै त अनि सुरु हुनुभन्दा अगाडि त्यो चाहियो नि त त्यो त मेन गिटारिस्ट रोशन नै विदेश गइहाल्यो रोशन दाइ तपाईँ विदेश गएर हुन्छ यार तपाईँ खै अब आएर चाहिँ हुनु पऱ्यो है रोशन दाइ तर आएर फेरि जाने यस रोशन दाईको धेरै याद आइरहेको छ रोशन दाई आउनुपर्ने हो अनि दोर्जु दाई पनि
सुरको हकिलामा समारिएको जाति आउँछ हामी सबै विशेष गीत हामी सुन्न गइरहेका छौँ अगाडि आउन सक्नुहुँदैछ हाम्रो डाँडाबाट आउनुहुने माइती पक्षका टिम सबैजनालाई कृषि अभिवादन जयमसी हामी चाहिँ माइती खलकबाट है हाम्रो फुबाजुको निम्ति एउटा गीत अन द स्पट चाहिँ तयार गरेर राखेका छौँ यो गीत चाहिँ उहाँहरू दुईजनालाई है सुनिदिनु होला सपोर्ट पनि गरिदिनु होला आउने जति सपोर्ट गर्नु होला
म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। विवाहको सुन्दर योजना, सुन्दर परियोजना परमेश्वर नै हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले परमेश्वरलाई महिमा दिनुपर्छ। हामी हिरो होइन, यसो ख्रिस्ट हिरो हुनुहुन्छ। आमेन, हालेलुया। अनि त्यसै कारणले हाम्रो धेरै कुराहरू यहाँ आयो, तर म चाहिँ हृदयदेखि हामी सबैजना परमेश्वरलाई महिमा दिएका छौँ। हुन्छ, म छोटकरीमा केही धन्यवादको पोकाहरू जोडिएको सम्बन्ध कस्तोसम्मकै नथा हो, जोडिएको सम्बन्ध कस्तोसम्मकै नथा हो, परमेश्वरको हकेलामा सम्हालिएको जाति हामी हो, परमेश्वरको हकेलामा सम्हालिएको जाति हामी हो। थोरै चाहिँ साह्रो हो, दुर्बल चाहिँ बलियो नि हो, सम्हालिएको जाति हामी हो। लाइसक्यो, बिहानदेखि केही नि खाएको छैन, हिजो बेलुकादेखि केही नि खाएको छैन। मैले त धेरै खाँदै सबै गयो। ल हामीलाई एकदम मिस भएको को अनि शुभ दिदी अनि सुलभ अनि भन्छु शुभ दिदीहरू भएको के हुन्थ्यो, बाबै यहाँ फोटो खिच्नु भएको थियो, कम्प्लिट हुन्थ्यो होइन। कम्प्लिट फ्यामिली कम्प्लिट हुन्थ्यो। बेन्जामिन शोभा दिदी अनि भेना अनि सुलभ उहाँहरू चाहिँ छुट्नु भएको छ। अब कारणवश छुट्नु भए तापनि अब फेरि छिटै होस् यस्तै प्रोग्राम अथवा केही चिजहरू सबैजना एकैचोटि भेट्न पाओस्। आज धेरैजना फ्यामिलीहरू भेट्न पायौँ। चट्टानलाई फुटाएर हाम्रो प्यासलाई मेटाइदिनु भो। This is the weather. Look at this. Peace and view. Right. Cologne. So good. धेरै पछि फेरि